आज त्यस्तो के कारणले गर्दा मेरो मम्मी चाहिँ भावुक भएर रुन थाल्नुभयो। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आइसकेको छु नयाँ मिनी ब्लग लिएर। गाइज म भर्खरै किचनमा छिरेको थिएँ अनि त्यसपछि चाहिँ खानेकुराहरू खोजिरहेको थिएँ किनभने लास्टै भोक लागिरहेको थियो नि त बिहानदेखि। अनि फेरि गाइज मैले बिहान भने फेरि चिया खाएर मात्र गएको थिएँ स्कुल, मैले चाहिँ भने खाना खाएको थिएन। अनि गाइज मैले चाहिँ भने फेरि केही नपाएर किचनमा मैले बहिनीले के बनाइदिएन खानेकुरा भनेर भने, तर त्यो चाहिँ भने फेरि मोबाइल चलाउँदै थियो आफ्नो। अनि गाइज मलाई मम्मीले घर आउने बित्तिकै भनेन कि मेरो मोबाइल फुट्यो है, एकचोटि हेर्दै त के हो भनेर। अनि गाइज मोबाइल चाहिँ भने फेरि घरमा राखेर रहेछ। अनि त्यसपछि मैले चाहिँ भने मोबाइल निकालेँ अनि त्यसपछि यसो हेरेको त पुरै टुटेर यस्तो भएको थियो नि मोबाइल। खासमा यसको के बिग्रेको भन्दाखेरि यसको चाहिँ भने सिधै डिस्प्ले गएको, एकचोटि झरप्प फुट्यो अनि त्यसपछि डिस्प्ले गयो। अनि गाइज एकछिनमा मम्मी पनि आउनु भयो किचनमा अनि त्यसपछि मम्मीले चाहिँ भने हाम्रो लागि भुटेको भात र अनि चिया बनाइदिइराख्नु भएको थियो। अनि गाइज म तपाईँहरूलाई देखाइदिन्छु कि कसरी फुटेको भनेर। यो चाहिँ भने एकैचोटि झर्यो अनि त्यसपछि यसरी फुटेको, यसको डिस्प्ले नै गयो। अब पुरै फेर्नु पर्ने हो गाइज। अब गाइज यो मोबाइल बनाउन चाहिँ मेडिकल कलेज निर लैजानु पर्ने हाम्रो पसलनिर, किनभने उतातिर चाहिँ भने ग्यालेरी छ नि त मोबाइल बनाउने, त्यही भएर चाहिँ फर्स्टमा चाहिँ खाना खाऊ। अब गाइज यो उमेरमा मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हो, घरको जति खाए पनि बाहिरको चाहिँ चिजहरू खान मन लागिहाल्ने। त्यही भएर गाइज बहिनीलाई चाहिँ भने पसल पठाए अनि त्यसपछि डिउहरू के ल्या भनेर भने होइन। अनि त्यसपछि चाहिँ बहिनीले डिउ पनि ल्याए अनि त्यसपछि खाना चाहिँ भने लास्टै मन लागिरहेको थियो। अनि मम्मीले चाहिँ भने चाउचाउ फोडिराख्नु भएको थियो। अनि त्यसपछि मैले मम्मीले रोकेँ अनि मम्मीलाई भने कि मैले मम्मी सादेको बनाइदिनु न भनेर। अब गाइज कतिजनाले चाउचाउ सादेको भनेर थाहा छैन होला, म तपाईँहरूलाई भनिदिन्छु कि सादेर खाने चाउचाउ यानि कि पकाएर खाने होइन। गाइस सादेर खानेको मतलब चाहिँ काँचो टमाटरहरू, काँचो प्याज अनि त्यसपछि खुर्सानीहरू मिसाएर अनि त्यसपछि त्यो चाउचाउमा चाहिँ मिसाएर खानुपर्ने हो। र गाइस तपाईँहरू पनि घरमा बनाएर एकचोटि खानु होला, त्यही माथि झन् डिउ पनि ल्यायो भने त बवाल नै हुन्छ, एकदमै मिठो हुन्छ है। अनि गाइस मैले तपाईँहरूलाई भिडियोको फर्स्टमै भनेको थिएँ कि मेरो मम्मी चाहिँ किन रुनु भएको भनेर। गाइस मेरो मम्मी चाहिँ खासमा चाहिँ यो सादेको चाउचाउले गर्दा रुनु भएको हो। अब गाइस तपाईँहरू सोच्दै हुनुहुन्छ होला यो सादेको चाउचाउले कसरी रुवायो मम्मीलाई भनेर। अब गाइस मैले तपाईँहरूले भनेको थिएँ कि सादेको चाउचाउमा प्याज टमाटर के हाल्छ, त्यही भएर चाहिँ मम्मीले प्याज काट्नु भएको थियो। अनि त्यसपछि चाहिँ भने आँसु बवाल नै आएको थियो मम्मीको। अनि गाइस मम्मीको आँसु आएर मम्मीले रिस उठेको छ क्या हो, त्यही भएर चाहिँ मम्मीले यस्तो तालले खाइदिइराख्नु भएको थियो हाम्रो यो सादेको चाउचाउ। अनि गाइस अस्ति मैले एउटा भिडियो हालेको थिएँ कि तपाईँहरूले मिनी ब्लग कमेन्ट गर्यो भने चाहिँ म मिनी ब्लग बनाउन सिकाइदिन्छु भनेर। गाइस म तपाईँहरूले प्रमिस चाहिँ छुट्याउनेवाला थिएन, कमेन्ट चाहिँ भने यति धेरै आएको थियो तपाईँको। अनि गाइस अस्ति भर्खरै मैले एउटा मिनी ब्लग हालेको थिएँ कि जसमा तपाईँहरूले मिनी ब्लग कमेन्ट गर्यो भने चाहिँ म तपाईँहरूले मिनी ब्लग बनाउन सिकाइदिन्छु भनेर। अब गाइस म तपाईँहरूको आशा चाहिँ टुटाउन चाहदैन, त्यही भएर चाहिँ म तपाईँहरूले मिनी ब्लग कसरी बनाउँछ भनेर चाहिँ एउटा भिडियो प्रिपेयर गर्न लागेको छु। तर गाइस म त भिडियो चाहिँ अहिले चाहिँ हाल्दैन किनभने हाम्रो चाहिँ इक्जाम अब स्टार्ट भयो है गाइस, आजदेखि इक्जाम हाम्रो स्टार्ट भयो। त्यही भएर गाइस कसरी बनाउँछ के बनाउँछ भनेर